नमस्कार। आज पनि फेरि म तपाईहरुको माझमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अस्ति भर्खरै मैले कोरियामा E7 4R भिजा चाहिँ कसरी एप्लाई गर्न सकिन्छ भनेर भिडियो बनाएको थिएँ हैन। त्यसको 2-3 दिन पछाडी चाहिँ हाई कोरियामा इमिग्रेसनबाट पनि नयाँ नोटिस आएको रहेछ। अहिलेको नोटिस चाहिँ के आएको रहेछ भन्दाखेरि E7 4R भिजा चाहिँ अनलाइनबाट नै एप्लाई गर्न सकिने भनेर त्यहाँनिर आएको रहेछ हैन। अनलाइनबाट नै भिजा एप्लाई गर्न सकिने भएपछि त हामीलाई त सजिलो भयो। अब त्यसमा हामीले विभिन्न दुःख कष्टहरू झेल्नु परेन। जस्तो कि कुनै दले मार्फत जाने अथवा कसलाई बुझ्ने यताउता बुझ्नु परेन अथवा कतै कुद्नु परेन, कहाँ गएर सोध्ने के गर्नु परेन। हामीले सिधै अनलाइनमा जाने, अनलाइनबाट एप्लाई गर्ने एउटा सजिलो माध्यम बनिदिएको छ। जो चाहिँ E7 4R भिजा एक्सचेन्ज गरेर आफ्नो फ्यामिली सँगै काम गर्न चाहनुहुन्छ अथवा भिजा सकिँदै गर्दाखेरि केही समय लम्ब्याउँछु मेरो भिजा अवधि भन्ने साथीहरुको लागि चाहिँ आफूले मन लागिन्जेलसम्म बस्न पाइन्छ, काम गर्न पाइन्छ र यो भिजा चेन्ज गरेर तपाईहरुले आफ्नो समय अवधि बढाउन सक्नुहुन्छ। र यो भिजा त अब अनलाइनबाट एप्लाई गर्ने, तर धेरै जना साथीहरुले चाहिँ सोधिराख्नु हुने, बारम्बार सोधिराख्नु हुने प्रश्नहरु चाहिँ केही छन्। जस्तो कि कसरी एप्लाई गर्ने, डकुमेन्ट के चाहिन्छ, कसरी बनाउने डकुमेन्ट, कुन क्षेत्रमा यो भिजा एप्लाई गर्न मिल्छ, E7 4R मा जान मिल्छ मिल्दैन भन्ने प्रश्नहरु चाहिँ बारम्बार धेरै जनाले सोधिराख्नुहुन्छ। त्यो प्रश्नहरुलाई पनि म यो नोटिसको एप्लाई कसरी गर्ने भन्ने बताउँदै जाँदाखेरि मुनि म तपाईहरुलाई त्यो पनि बताउँदै जानेछु। त्यही नोटिसमै बताउँदै जानेछु। र त्यस पश्चात पनि तपाईहरुले केही नबुझ्नु भएको कुराहरु छ भने तपाईहरुले कमेन्ट छोड्नु होला। कमेन्टमा म तपाईहरुलाई रिप्लाई दिने प्रयास गर्नेछु। यो भिडियो बनाउनुको कारण चाहिँ तपाईहरुले E7 4R भिजा जसले बनाउन चाहनुहुन्छ तपाईहरुले सुरुदेखि अन्तिमसम्म यो भिडियो हेर्नुभयो भने कहीं कतै दौडिनु पर्दैन, कसैलाई सोध्नु पर्दैन भन्ने तरिकाले चाहिँ मैले यो भिडियो बनाउने प्रयास गरेको छु। आउनुस् तपाईहरु यो भिडियोको मेन टपिकतिर हामी जाने छौं। त्यो भन्दा अगाडि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर मलाई साथ सपोर्ट दिनु होला। लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला, किनभने केही कमी कमजोरीहरु छन् भने औँल्याएर अगाडि बढाउनु होला, ताकि मैले सुधारेर आगामी दिनहरुमा अझ अगाडि बढ्न सकूं भन्ने मेरो धारणा छ। आउनुस् आजको विषयवस्तुतिर हामी अगाडि बढौं। म तपाईहरुलाई यो नोटिसतिर लगेर स्टेप बाइ स्टेप कसरी भर्ने भनेर सकेसम्म जाने बुझेको तपाईहरुलाई म बुझाउने छु। र हामी चाहिँ कोरियाको वेबसाइटमा आइसकेका छौं। यहाँनिर चाहिँ यो 25/9/4 मा चाहिँ यो प्रकाशित भएको मिति हैन, यहाँ देखाइरहेको छ। हामी अलिक तल सार्ने छौं। यहाँ सिन्चाङ तेजाङ भनेर छ, कसले एप्लाई गर्न मिल्ने भन्ने कुराहरु। यो चाहिँ E9, E10, S2 तीनटा भिजा भएकोले एप्लाई गर्न मिल्यो हैन। र यहाँ मुनि छ सिन्चाङ छल्जा निवेदनको प्रक्रिया चाहिँ के छ भन्दाखेरि चाहिँ यो तपाईहरुले हेर्न सक्नुहुन्छ। यो चाहिँ के छ भने यहाँ मिनिमम छाकसँग सी भनेको छ। यो तपाईहरुको अनलाइन फर्म भर्दाखेरि चाहिँ फेन्ग्याङ छारु छाकेक भनेको त्यो चाहिँ फेन्ग्याङ छेरु छाकेकमा क्लिक गरेर त्यहाँदेखि E7 4R चाहिँ सन्चै गर्नु पर्यो भनेर छ है। सिन्जाङ खानुङ इल चिजाङ भनेर छ। यो चाहिँ अब निवेदन गर्ने दिन चाहिँ कुन दिन भन्दाखेरि यहाँ तल छ सिन्जाङ खानुङ यो इल भनेर छ हैन। निवेदन गर्न सक्ने दिन चाहिँ कुन बार हो भन्दाखेरि चाहिँ सोमबारदेखि शुक्रबारसम्म है। यहाँ छुलसेङ यन्दो कुच्चारी भनेर चाहिँ यो आफ्नो जन्ममितिको चाहिँ पछिल्लो अक्षर भनेर छ है। जस्तै 1990 भए पछाडि अक्षर के हुने बेला 0 हुने भयो नि त। 0 भएपछि यहाँ छ 0 भनेपछि शुक्रबार गर्नु पर्यो है। 1991 छ भने कहिले पर्यो 91 भनेपछि 1 भयो नि त अन्तिमको 1 चाहिँ यहाँ छ है। यो चाहिँ सोमबार भन्नु पर्यो। यसरी नै गर्ने है त। यहाँनिर E7 4R को बारेमा नै हो यो। यो सबै गर्न हेरेर पढ्नु होला तपाईहरुले है। सूर्य यो के छ यहाँ अरु केही छैन। यो कुन चाहिँ भनेर छ यो आफै उबाट चाहिँ हुँदैन, उफेबाट चाहिँ हुँदैन भनेर छ है। त्यही गरेर हुँदैन। यहाँ तल अर्को छ शिक्षण छेरी छकेकी सुर्यङ खिनाङ इन्ड्रेक भनेर चाहिँ E7 4हरुले चाहिँ काम छोडेर डिटेन भिजामा छकेको सोझी गर्ने खिवान छेरी छकेक छेरी समस्या या फामान हाया अपमु छोरी नसकियो
चाहिँ E7 4 जति पनि यो प्रश्न आइरहेको E7 4ले चाहिँ चेन्ज गर्न मिल्छ मिल्दैन भन्ने खालको प्रश्न आएर त्यो चाहिँ डिटेलमा गएर तपाईँहरू चाहिँ इमिग्रेसनमा गएर चेन्ज गर्न सक्नुहुन्छ। यही कुरा है त। अब यो भयो। अब हामीले कसरी चाहिँ सिन्जाङ गर्ने भन्ने कुरा है। सिन्जाङ गर्ने कुरा अब यहाँ छ है। यो पिडिएफ फाइलमा देखाएको छ। यसमा हामी क्लिक गरेर हेर्छौँ भित्र। एक एक अब यसलाई ओपन गरेर हामी हेर्नेछौँ है। यहाँ पनि त्यही छ कुरा। पहिला आइकोरियामा गएर लगइन गर्नु पऱ्यो। लगइन गर्नुभन्दा अगाडि पासवर्ड आइडी पासवर्ड बनाएर आइकोरियामा लगइन गर्नु पऱ्यो है। अब यो त्यही भइहाल्यो। यहाँ उदाहरण दिएको छ। तपाईँहरू यस्तो यस्तो छ भने यति यतिमा फर्म भर्ने भनेर उदाहरण दिइरहेको छ। अब मुनि जाउँ। अब यहाँ गएर तपाईँहरूले यसरी लगइन गर्नु पऱ्यो है। यहाँनिर आइडी हान्ने, इनेबल हान्ने अनि लगइन गर्ने। एक नम्बरमा है। एक नम्बरमा त्यो भयो। अनि लगइन गरिसकेपछि तपाईँहरूको यस्तो आउँछ, यस्तो इन्टरफेस आउँछ है। अगाडि पेज यस्तो आएपछि यहाँनिर तपाईँले मिनवान सिन्छौँ भनेको छ है। मिनवान सिन्छाङको यही टिक लगाइदिइरहेछ नि त उनीहरूले अप्सनमा। सिन्छाङ लागि भनेर देखाएको छ यहाँ क्लिक गर्ने। 2 नम्बरमा त्यो क्लिक गरेपछि तपाईँहरूको यो इन्टरफेस आउँछ। यो 4वटा भर्नुपर्ने हुन्छ है। 4वटा कुरा कम्प्लिट हुनुपर्ने हुन्छ। पहिलो नम्बरमा के छ मिनवान सन्तेक भनेर छ। यो तपाईँहरूले केही गर्नु परेन। यो तल छँदैछ होइन। के लेखिरहेको छ यो अलिक जुम गर्ने। मिनवान सन्तेक भनिरहेछ। मिनवान सन्तेकमा यो थुङ्रो गएको किने छेरी छाग्यो फ्यानफ्यान हगा भनेर छ। यसमा टिक यहाँनिर लाउने भनेर छ। टिक लाएर तल ठाउँमा गर्ने अरे है। 2 नम्बरमा गर्नु पऱ्यो त्यति। अनि अर्को 3 नम्बरमा 4 नम्बरमा के छ मिनवान सन्तेक यहाँ केही गर्नु परेन। तर ठाउँ सिधै जानु पऱ्यो है। ठाउँ जानु पऱ्यो। अनि तल दोस्रो स्टेपमा गयो इन्जुङमा गयो है। अब इन्जुङ के गर्ने भन्दाखेरि यहाँनिर छ तुङलुक गर्नु। तपाईँको एलियन कार्डको अगाडि तुङलुक गर्नुहुन्छ त्यो गर्नु पऱ्यो। अनि यो फाल्टो इल्चा भनेको एलियन कार्डको अगाडि दाहिनेपट्टि हुन्छ। त्यो तपाईँको कहिले जारी मिति चाहिँ कहिले हो त्यो यहाँ इल्चा हान्नु पऱ्यो र लगइन गर्नु पऱ्यो। अनि फेरि उँधो तलतिर जाने 5 नम्बरमा अर्को फेसमा लान्छ तपाईँहरूलाई। अब यो मिनिमम छाकसङ भनिरहेछ है। यहाँ चाहिँ अब तपाईँहरूले फाइलहरू चाहिँ कस्तो कस्तो बनाउने भन्ने कुरा हो। यो 2 MB भन्दा मुनि हुनु पऱ्यो। यहाँ IRA भनिरहेछ होइन। 2 MB भन्दा यो आएको JPG, BMP, PNG, GIF, TIF, PDF जुन भए पनि हुन्छ भनिरहेछ है। यहाँ खानु भनिरहेछ। अनि तल्लो छुङम्याङ साजिनुन भनेको चाहिँ पासपोर्ट साइजको फोटो चाहिँ 35-45को जुन पासपोर्ट साइजको फोटो चाहिँ 95 KB भन्दा मुनिको यो चाहिँ JPG-मै हुनु पऱ्यो है। JPG फाइलमा हाल्नु भनिरहेको छ है। यो चाहिँ JPG फाइल मात्रै सम्भव छ भनेपछि यो फोटो चाहिँ 95 KB भन्दा मुनिको JPG-मा हुनु पऱ्यो फर्म भर्दा कुरा है। अनि अलिक तल जाउँ। यो त्यही हो। अब यहाँ फर्म भर्ने त्यही हो होइन। त्यो माथि भनेकै कुराहरू यहाँ भर्ने हो। यहाँ यो मेन यो रातो टिक भएको सबै भन्नु पऱ्यो। इमेल छ यो फ्यानग्याङ छारू छाकेको भनेको कुन चाहिँ अब चेन्ज गर्ने हो त्यो भर्नु पऱ्यो होइन। अर्को छ 6 नम्बर भन्नु राख्ने 6 नम्बर हुँदैन। हिउँदै भन्नु यो दुइटै एउटै राखे भइहाल्यो। अनि यो फोन फाल्गु बिल भनेको चाहिँ जारी मिति कहिले हो त्यो राख्ने पासपोर्टको है। तलतिर जाने अब यहाँ मेन छ। यहाँ चाहिँ छ फिरियल छुङफिङ सर्यो भनेको यहाँ चाहिँ अब आवश्यक कागजातहरू चाहिँ यहाँ छ। यहाँ थङआप सिन्छङ छ। पहिलो नम्बरमा चाहियो है। यो यहाँनिर फाइल सन्चय गरेर भर्ने। अनि 2मा छ छुङमिङ साजिन भनेको फोटो राख्ने है। यो फाइल सन्चय गरेर यहाँ पनि फोटो राख्ने। अनि अर्को यो फोन राख्ने है। अनि अर्को छमसुजे आङमङ पेल छासे छिम सप्यो सिन्छङ इल छाक्सङ भनेको छ है। यो चाहिँ सिन्छङ गरेको दिनमै चाहिँ भर्ने अरे नम्बर कति छ के छ नम्बरको के को नम्बर छान्नु भएको छ है। अब यो के को नम्बर छान्नु भएको छ यो चाहिँ यहाँ भर्नु पऱ्यो। यस्तो यो यहाँ 4टा मात्रै देखाएको छ तर अरू पनि होला यहाँ मुनि मुनि आउँछ होला सायद नम्बर के को भर्नुहुन्छ त्यो सबै हाल्नु पऱ्यो। सोधुकको कति भर्नुभयो होइन। अनि उमेरको कति भर्नुभयो टपिकको कति भर्नुभयो यो सबै यहाँ तल मुनि भर्दै 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 जाने है। अब जस्तै एउटै डकुमेन्ट यो एल्बमको जस्तै 2टा अगाडि पछाडिको 2टा फाइल भएको खण्डमा छुगा गर्ने अर्को पनि यहीँ हाल्ने है। अनि ठाउँ गरिदिने सबै भरिसकेपछि सबै फाइलहरू अपलोड गरेपछि ठाउँ गरिदिने। अनि ठाउँ गरे पछाडि तल्लो अर्को इन्टरफेसमा जाउने। यहाँ छ छिको के हो त पेसा। अनि त्यहाँदेखि यो साङ्से छिको के हो होइन। अनि सोधुक कति हो त सोधुक तपाईँको कति अनुमानित अनुमान छ
30 लाख 3 करोडदेखि 4 करोड आइरहनु भयो त्यो हिसाब गरेर तपाईँले अनुमानित यहाँ आएर सिमसाम गर्ने त्यतिपछि काम सिद्धियो अनि यहाँ तल के छ सङमेङ मिनोन वल्यो वकिल खल्लीको मिनोन वल्यो यहाँनिर तपाईँले केही गर्नु पर्दैन रहेछ यहाँ केही गर्नु परेन टिक मात्रै हाल्नु पऱ्यो होला अनि यो लगइन गरिदियो सक्यो यति भएपछि तपाईँको काम सक्यो है यहाँबाट अब यो फाइल के बनाउने भन्ने कुराहरू कहाँबाट ल्याउँदा तपाईँलाई पहिला पक्नु तपाईँलाई यसको देखाउँछु है त पहिलाको फाइल के को बनाउने भन्ने कुरा एकचोटि देखाउँछु यहाँ आइयो अब यहाँ तपाईँले डकुमेन्ट बनाउँदा चाहिँ कहाँबाट कस्तो बनाउने भन्दाखेरि यहाँ चाहिँ मेनु 1 ससिक भन्नेमा गएर तपाईँले डकुमेन्टहरू हेर्न सक्नुहुन्छ है कुन कुन डकुमेन्ट कस्तो हुन्छ भनेर यहाँ क्लिक गर्नुभयो भने यहाँ मुनिहरू डकुमेन्ट यो सबै छिरिसकेको बारेमा डकुमेन्टहरू टन्नै छ यहाँ मुनिहरू यो सबै कुन कस्तो हुन्छ भनेर यहाँ हेर्न सक्नुहुन्छ जस्तै यहाँ सुरुमा हेरौँ यो तनाव सिन्सङ छ भन्ने यहाँ छ है अब यसलाई कस्तो हुन्छ यो हेरौँ एकचोटि यहाँ डाउनलोड गरेर हेऱ्यो यस्तो हुन्छ है तनाव सिन्सङ छ 1 नम्बरमा यस्तो भरेर अपलोड गर्नु पर्यो यस्तै डकुमेन्टहरू तपाईँले यो मुनिको डकुमेन्टहरू सबै यो डकुमेन्टहरू मुनि कुन कुन आफूलाई चाहिने हो त्यो हेरेर यहाँबाट छान्न सक्नुहुन्छ अब अर्को हामी गन्जीसाङमा जाउँ गन्जीसाङको डकुमेन्ट के को बनाउने भन्ने बारेमा देखाउँछु तपाईँको यहाँ अगाडिको सूचनाबाट 2 नम्बर फाइलमा जाउँ यहाँ मुनि चाहिँ छेउथुकायाङ भिजाको बारेमा क्लिक गरौँ यहाँ यसको हेरौँ हामी नोटिस हेरौँ पहिलाको नोटिस है यहाँ अब मुनि हेरौँ नम्बर के गर्दाखेरि नम्बर यहाँ नम्बर काउन्ट गर्ने छ नि त त्यो नम्बर काउन्ट गर्ने भएर त्यो आफूले डकुमेन्ट त्यति निकाल्नु पऱ्यो भनेको यहाँ गरेर सक्यो यहाँ हुनु त कहाँ थियो नम्बर लाउँ भने यो पनि होइन यो पनि होइन 1 नम्बर होइन 2 नम्बरमा चाहिँ सक्यो 1मा चाहिँ सक्यो है 1मा चाहिँ हेरौँ है त माथिल्लो पिडिएफमा चाहिँ यसमा हेरौँ यो अस्ति मैले भनिसकेको कुराहरू यो तपाईँहरूले यो नोटिसहरू हेर्नु होला यहाँ चाहिने कुराहरू भनेको अब यहाँ यो कहाँ कुन कुन क्षेत्रमा पाइन्छ भने धेरैजना सोध्दै हुन्थ्यो कि कुन कुन क्षेत्रमा पाइन्छ भन्दाखेरि यही क्षेत्रमा पाउने यो क्षेत्रमा तपाईँहरू हुनुहुन्छ भने तपाईँहरूले एप्लाई गर्न पाउनुभयो भुसानमा कुन कुन पर्नेहरू छ होइन थेगुमा इन्चाङमा खङ्जु थेजन ख्याङ्गी यहाँ कुन कुनमा यहाँ छ ख्याङ्नासम्म छ कुन पर्नेहरू छ तपाईँहरूले त्यहाँ गएर हेर्न सक्नुहुन्छ अर्को छ यहाँ तल मेन यो त्यहाँ डकुमेन्ट के हाल्ने भन्दाखेरि तपाईँको सोधुक हाल्नुहुन्छ नि 2 वर्षको कति नम्बर आउँछ त्यो 2 वर्षको त्यो सोधुक छुङ्गेङ्सा चाहिँ निकालेर हाल्नु पर्यो एउटा डकुमेन्ट थियो अर्को तपाईँको सबै ठाउँमा अथवा केआइआइपीको कति पढ्नुभएको छ कति लेभल 3 लेभल 2 लेभल 4 लेभल कति नम्बर जोड्नु भएको छ त्यो संशोधन त्यतिको सर्टिफिकेट हाल्नु पर्यो 2टा डकुमेन्ट अहिले 3 नम्बरको उमेरको परेन उमेरको किनकि तपाईँको पासवर्ड हुन्छ पासवर्ड हालेपछि यस्तो डकुमेन्ट हाल्नु परेन अर्को भनेको यो मुनिको के छ त्यो सबैको डकुमेन्ट चाहिन्छ अब यो कहाँबाट तपाईँले सूचना लिनुभएको छ भने त्यो सूचनाको पायो कम्पनीबाट सूचना लिनुभएको छ भने त्यो कम्पनीबाट लिएको सूचनाको डकुमेन्ट चाहियो तपाईँले 3 वर्षभन्दा बढी भन्दा बढी एउटै कम्पनीमा काम गर्नुभएको छ भने त्यो कम्पनीको अनुभव चाहियो होइन अनुभवको डकुमेन्ट चाहियो त्यो पेस गर्नु पऱ्यो यिनको खामसकमा गर्नुभएको छ भने त्यसको पनि डकुमेन्ट चाहियो त्यो पनि त्यही हो एउटै यिनको खामसकमा 3 वर्षभन्दा बढी गर्नुभएको छ भने त्यहाँ तपाईँले यति वर्षसम्म गरेको अनुभवको डकुमेन्ट चाहियो अब यो छाकेको जुङ तोनुन गुप्ने हाकुई भनेर चाहिँ यो सर्टिफिकेटहरू छ भने सर्टिफिकेट चाहियो मेनाजुङ छ भने मेनाजुङ चाहियो डकुमेन्ट चाहिने यति मात्रै हो योभन्दा खालको साबुन चाहिहाल्छ होइन अनि त्यहाँदेखि तपाईँको त्यो टोन अफ सिन्सङ छ चाहिहाल्यो त्यति डकुमेन्ट तपाईँहरूले एप्लाई गर्नुपर्ने हुन्छ है ल यति नै छ यसको बारेमा तपाईँहरूलाई कस्तो लागेको छ यसको है हेरेर अब धेरै लामो भिडियो हुन्छ मैले छोटो बनाएर बनाएँ तपाईँहरूले यहाँ केही नबुझेको छ भने तल कमेन्टमा राख्नु होला तपाईँहरूले एप्लाई गर्दा चाहिँ यसरी नै एप्लाई गर्न सक्नुहुन्छ है एप्लाई गर्दाखेरि कहाँ जानु पऱ्यो अघि मैले भनेको थिएँ नि कहाँ जानु पऱ्यो भन्दाखेरि यहाँ मेन यसको अगाडि फेसमा जाने होइन आइकोरियाको आइडी बनाउने यहाँ लगइन गर्ने लगइन गरेपछि तपाईँहरूको लगइन गरेपछि यहाँ लगइन
लगइन गरेर यहाँ लगइन गर्ने है। यहाँ लगइन गरेपछि तपाईँहरूलाई यहाँबाट जाने, यहाँ लगइन गरेर अनि भित्रभित्र छिर्दै जाने है त। यो सुरुमा माथि लगइन छ, लगइनमा क्लिक गरेपछि यो तलको इन्टरफेस आउँछ। यहाँ लगइन गर्ने, आइडी हान्ने, आइडी हान्ने, यहाँ आइडी हान्ने अनि यहाँ फेरि लोन हान्ने, लगइन गर्ने अनि उता भित्रभित्रबाट बढ्दै जाने है। ल यही छ। अहिले E7 आरको बारेमा चाहिँ तपाईँहरूले के कस्तो लागेको छ होइन, केही नबुझेको कुराहरू छ भने कमेन्टमा छोड्नु होला, म तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु। र पहिलोचोटि मेरो च्यानलमा फेरि हुनेछु, भिजिट गर्दै हुन्छ भने सब्सक्राइब गर्नु होला। आगामी दिनहरूमा पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू ल्याउने प्रयास गर्नेछु र तपाईँहरूलाई धेरै धेरै शुभकामना छ। राम्रोसँग आफ्नो भिजा एप्लाई गरेर कोरियामा आफ्नो बसाइलाई बढाउनु होला। हस् त, धन्यवाद।